नमस्ते सम्पूर्ण मेरा दर्शकहरू। आज म एकदमै अपसेट भएको छु किनभने चौथा महिनासम्म हामी सँगै बसेका हाम्रा साथीहरूसँग बिछोडनु परेको छ। हेर्नुहोस् साथीहरू, आज बिछोडको दिनमा एक आपसमा साह्रै मन दुःख भएको छ। हाम्रो क्याम्प बोन्टिडामा थियो। हामी जम्मा 50 जनाको ग्रुप थियो। 50 जनाको ग्रुपमा पनि आज 25 जना चाहिँ बोन्टिडाबाट 25 जना साथीहरूलाई छोडेर तिमिलसौरा जानु पर्यो। साथीहरू साह्रै दुखी छ। 14 महिनासम्म आफ्नै एउटै परिवार जस्तै भएर हामी बसेका थियौँ। आज एक्कासी हामी 50 जनामा 25 जना तिमिलसौरा जानु पर्यो। साथीहरू 25 जना वहीँ बोन्टिडामै बस्नु पर्यो। यो 14 महिनाको अन्तरालमा हामी 50 जना एक परिवार जस्तै भएर बसेका थियौँ। दाजुभाइ जस्तै मिलेर बसेका थियौँ। साथीहरूसँग बिछोड हुँदाको पीडा अलगै हुँदो रहेछ। परदेशमा साथीहरू पनि निराश थियौँ। हामीहरू के गर्नु, जानु नै पर्यो। अब परदेशको जागिर कम्पनीले जता आफ्नो कन्ट्र्याक्ट पाएको हुन्छ, जता वर्कर मागेको हुन्छ त्यतै नै जानु पर्यो। त्यसैले हामी 25 जनाको ग्रुप चाहिँ गाडीमा चढेर आफ्नो सामानहरू, पकाउने भाँडा, खाने भाँडा, नुन तेल चामल सबै गाडीमा हाली हामी 25 जना तिमिलसौरातिर लाग्यौँ। बाटोमा आउँदै साथीहरूसँग बिछोडिएका पीडाहरूमा मलम लगाउने प्रयास गर्दै केही क्षण रमणीय दृश्यहरू हेर्दै साथीहरूलाई सम्झिँदै हामी अगाडि बढ्दै गयौँ। के गर्नु साथी हो, परदेशीको जीवन यस्तै रहेछ। नेपालबाट आफ्नो परिवारलाई छोडेर आयौँ। परदेशमा आएर पनि हामी पूर्वदेखि पश्चिमसम्मका दाजुभाइहरू सँगै मिलेर बस्यौँ, सँगसँगै काम गऱ्यौँ, सँगसँगै हिँड्यो, सँगसँगै डुलियो, सँगसँगै खाइयो। तर आज 14 महिनापछि उनीहरूसँग बिछोडिनु पर्दा साह्रै दुःख लाग्यो। तर के गर्नु, कम्पनीले जता मान्छे चाहिन्छ त्यतैतिर लैजान्छ। आज हामी 25 जना तिमिलसौरातिर आयौँ। अरू बाँकी साथीहरू कहिले आउने हो त्यो थाहा छैन। उहाँहरू बोन्टिडाबाट कुन ठाउँमा जाने हो त्यो पनि थाहा छैन। फेरि पनि याद र सम्झना मनभित्र रहिरहनेछ। पृथ्वी गोलो छ, कहीँ न कहीँ त एक दिन भेट हुन्छ होला। हामी आउने बेलामा मन पनि साह्रै निराश थियौँ। आँखाभरि आँसुहरू बोकेर आएको थियौँ। त्यसमाथि पनि मौसम पनि आकाशबाट वर्षाहरू झरिरहेको थियो। जसरी हाम्रो मन आँधेरो थियो त्यो दिन मौसम पनि आँधेरो थियो। सिमसिम पानी परेको, आकाशमा बादलहरू लागेको। साथीहरूको सम्झना मनभरि लिएर हामी अघि बढ्यौँ। जाँदै गर्दा कति ठाउँमा ट्राफिक जामहरू पनि पर्यो। हामीले नेटमा हेर्दा बोन्टिडा टु तिमिलसौरा भनेर म्यापमा हेर्दा जम्मा 351 किलोमिटर रहेछ। म्यापमा चाहिँ 4 घन्टा 30 मिनटको बाटो देखाएको थियो। तर हामी 4 घन्टाको यात्रा पार गरिसक्दाखेरि पनि तिमिलसौरा आउन सकेन। फेरि पनि हामी अगाडि बढ्दै गयौँ।
परदेशीको जीवन यस्तै छ, के गर्नु। पैसाको लागि भनेर आफ्नो घर परिवार, छोराछोरी, नातेदार, इष्टमित्र, बाउआमा सबै छोडेर परदेश आउनु पर्दो रहेछ। परदेशमा आएर पनि हामीले आफ्नो गाउँठाउँ, आफ्नो परिवारलाई बिर्सन सकेको छैन। आफ्नो परिवारको सम्झना लिँदै दैनिकीहरू यस्तै कटिरहेको छ। कहिले बिहानको ड्युटी, कहिले रातिको ड्युटी। निन्द्राको ठेगाना छैन, खानीको ठेगाना छैन, खानीको समय छैन, सुत्ने समय छैन, ठेगाना छैन। कुन बेलाको ड्युटी हो, कुन बेलाको खाना हो। परदेशीमा यस्तै रहेछ, जिन्दगीहरू गुज्रिराखेको छ। अब कुनै न कुनै एक दिन ती बिछडिएका, छुटेर आएका 25जना साथीहरूसँग भेट हुने नै छ। आजकल सामाजिक सञ्चालनद्वारा फेसबुक, इमो, भाइबर, वाट्सएपबाट पनि कुरा गर्न सकिन्छ। यस्तै यस्तै कुरा गर्ने, भेट्ने बाचाहरू गर्दै हामी अगाडि बढ्दै गयौँ। बाटोमा जताततै हरियाली हरियाली, डाँडा काँडा पनि छैन। रोड एकदम सम्म, जताततै पिच गरेको छ। बाटोमा पेट्रोल पम्पको सुविधा। केही समय खाजा खानको लागि रुक्यौँ पेट्रोल पम्पमा। यस्तै छ साथी हो परदेशीको जीवन। सबैजना युरोप भन्छ। युरोपको हालत यस्तै छ। परदेशमा आफूले भने जस्तो र सोचे जस्तो कहाँ हुन्छ र। अति नै प्रिय साथीलाई छोडेर कम्पनीले जता काम लगाउँछ त्यतैतिर जानुपर्छ, कि आफूले छोडेर जानुपर्छ, कि साथीले छोडेर जान्छ। यही नै हामी नेपाली कामदारको बाध्यता हो। परिवारलाई छोड्ने रहर त कहाँ छ र। साथीसँग छुटेर जाने रहर त कहाँ हुन्छ र। फेरि पनि बाध्यताले नै गर्दा यसरी हिँड्नुपर्छ। युरोपमा, नेपालमा रहन्जेल युरोप जाने कहिले युरोपको भिसा लाग्ला जस्तो लाग्थ्यो। तर युरोप आएर थाहा पायो कि जहाँ गए पनि नेपालीको उज्यालो भविष्य छैन रहेछ। जहाँ पनि दबाबै दबाब, पेजै पेज, पिरै पिरमा हिँड्नु पर्दो रहेछ। परदेशीको पीडा परदेशीले नै बुझ्छ। यहाँको रोमणीय दृश्यहरू देख्दाखेरि मन पनि खुसी भएर आउँछ। आफ्नै गाउँघरको डाँडा काँडाहरू जस्तै देखिन्छ। जताततै हरियाली हरियाली। कोही ठाउँमा गहुँ छरेको छ, कोही ठाउँमा तोरी पनि पाक्न लागिसकेको छ। यहाँ गहुँहरू भर्खर बाला हाल्ने बेला भएको छ। कोही ठाउँमा भर्खर उम्रिरहेको छ। कोही ठाउँमा गोड्दैछ। यहाँको मौसम पनि कति राम्रो। हाम्रो खेतीबालीले मागेको बेलामा झरी पर्दो रहेछ। साथीहरूलाई हेर्नुहोस्, आनन्दसँग गाडीमा हिँड्दैछ।
मनमा जति दुःख पीडा भए पनि ओठमा मुस्कान छर्दै अघि बढिरहेको छ। के गर्नु, मनको पीडा आँखामा देख्न सकिन्छ। मनमा जति पीडा भए पनि एक आपसमा हाँसी ठट्टा गर्दै परदेशी जीवन जिउनु परिरहेको छ। धेरै लामो यात्रा भइसक्यो। हाम्रो 4.5 घण्टाको बाटो भनेको थियो, तर हामी अहिले 5 घण्टा 5.5 घण्टा भइसक्यो। अब भने हामी तिमिल सहरको सिमानामा आइसकेको रहेछ। रोडको छेउमा राखेको बोर्डहरू देखेर बल्ल थाहा पायौँ हामीले कि अब हामी तिमिल सहरभित्र प्रवेश गरिसकेको रहेछ। जब बजारको नजिक आउँदै गयो, हाम्रो गाडीको स्पिड पनि धीमा हुँदै गयो, किनकि यहाँ ट्राफिकको चाप, गाडीको लाइन, ट्रेनको ट्राफिक, ठाउँ-ठाउँमा ट्रेनहरू क्रस गर्नु पर्दो रहेछ। त्यतिखेर बसहरू रोकिन्छ। नेपालमा रहन्जेलसम्म कहिले युरोपको भिसा लाग्छ भन्ने आशा लाग्थ्यो। छिटो लागे हुन्थ्यो भन्थ्यो। तर बल्ल तल्ल भिजा लाग्यो। 6 महिनामा युरोप पनि आइयो। युरोपको कथा व्यथा यस्तै रहेछ। जहाँ गए पनि यो दुःखले साथ छोड्दैन। जताततै हरियाली हरियाली। तिमिल सहरको बजारमा आएपछि ठुला ठुला बिल्डिङहरू देख्न थाल्यौँ हामीले। ट्राफिक सिग्नलहरू देख्न थाल्यौँ। हाम्रो गाडीको स्पिड धीमा भयो। बिस्तारै बिस्तारै हामी अगाडि बढ्दै गयौँ। एकैछिनमा आइपुग्ला भन्दा भन्दै हाम्रो लगभग 6 घण्टाको यात्रा पार भयो। 6 घण्टापछि बल्ल यो रिङ रोड, जहाँ युटर्न लिन मिल्छ, त्यो ठाउँमा पुरा विकसित मुलुकमा ल हेर्नुहोस्, पानीको फोकाहरू, पानीका पिचकारीहरू माथि उठिरहेको छ। रेड लाइट बलिराखेको छ। ग्रिन लाइटको सिग्नल पाएपछि हामी बल्ल अगाडि बढ्यौँ। तीन लाइनको रोड, गाडीको चाप त्यति नै छ। हामीहरू के सोच्छ भने अब नयाँ क्याम्पमा गएर कस्तो ठाउँमा होला, रुम कस्तो होला, पानीको व्यवस्था कस्तो होला, किचन कस्तो होला भन्ने टेन्सन पनि साथमा छ है। आफूले सोचे जस्तो रुम पाउला कि नपाउला, किचन सफा होला कि नहोला, ग्यासको टेन्सन हुन्छ कि हुँदैन भन्ने चिन्ता साह्रै नै हुन्छ यहाँ। किनकि बिहान बेलुका पकाएर त खानु पर्यो, समयमा ड्युटी जानु पर्यो, समयमा सुत्नु पर्यो। राम्रो बेड पाए हुन्थ्यो, राम्रो रुम पाए हुन्थ्यो भन्ने चाहना सबैको मनमा हुन्छ। मेट्रो ट्रेनहरू पनि गुडिरहेको छ। यसरी नै हामी अगाडि बढ्दै गयौँ। ठुला ठुला चर्चहरू, हेर्दै जाँदा ड्राइभरले हाम्रो गन्तव्यमा आइसकेको इसारा गर्नुभयो।
हामी पनि झर्ने तयारीमा। पछाडिको हाम्रो साथीहरूको गाडी रोकिसकेको छ। हामी सोच्थ्यौँ कि यही बिल्डिङ होला हामी बस्ने ठाउँ, तर त्यो होइन रहेछ। गाडी फेरि ब्याक लिएर गयो। ठाउँ चाहिँ अलि राम्रै नै लाग्यो। वरिपरि सबै दृश्यहरू हरियाली। फाइनली हामी बस्ने नयाँ क्याम्प आइपुग्यौँ। साथीहरू सबै झऱ्यो। अब हामी रुम कस्तो पर्छ होला, कति राम्रो छ होला भन्ने चिन्तामा हामी सामानहरू गाडीबाट अनलोड गरेँ। त्यसपछि म रुम हेर्नको लागि अगाडि बढ्यौँ। साथीहरूको मुहारमा खुसी पनि छ, दुःख पनि छ। दुःख पनि छ। हामी आइपुग्दाखेरि यो क्याम्पमा अलरेडी हाम्रा नेपाली दाजुभाइहरू उभिरहेको थियो। हामी आएर हाई हेलो गऱ्यौँ। म चाहिँ रुम हेर्नको लागि अगाडि बढ्यौँ। कति राम्रो रुम छ भनेर। ला हाम्रो साथी त पहिल्यै आइसकेको रहेछ, हाम्रो कोठा यही हो भन्यो। रुम ठिकै छ, तर डबल बेड थियो। तर मलाई चाहिँ सिङ्गल बेड दियो साथीहरूले। थ्याङ्क यू।